हेलो गाइज, गुड आफ्टरनुन, वेलकम माई युट्युब च्यानल द नमिन ब्लगमा हजुरलाई स्वागत छ। र आज चाहिँ शनिबारको दिन चाहिँ हामीलाई कम्पनीले ओभरटाइम दिने भनेर यहाँनिर हाम्रो बोसको एकदम पुरानो घरमा रिपेयरिङको लागि ल्याएको छ हामीलाई। र बिस्तारै चाहिँ हामीलाई यही घरमा सिफ्ट गर्ने भनेर भनिरहनु भएको छ। अहिलेसम्म चाहिँ हामीलाई अपार्टमेन्टमा राखिरहेछ। र यो चाहिँ बुल्गेरियाको दुप्निस्ता भनेर एकदमै घनाघोल जङ्गलको बिचमा घर छ। यहाँ गाउँ चाहिँ यो तता रहेछ बजारहरू। यहाँ चाहिँ सिङ्गल एउटा घर छ अनि यहाँ मास्तिर कुखुरा पालन गरेको रहेछ। अनि यहाँ हेर्न हजुरले देख्न सक्नुहुन्छ हजुरले यस्तै चाहिँ ठाउँहरू जङ्गल हजुरले देख्दै हुन्छ नि होइन। र अहिले यो मेरो ब्याकग्राउन्डमा देख्नुहुन्छ नि यो घर चाहिँ एकदमै सिङ्गल एउटा घर मात्रै छ। यो घर चाहिँ आज हामीले झ्याल ढोकाहरू लाउनलाई आएको। झ्याल चाहिँ फिटिङ गरिसक्यो, ढोका फिटिङ गर्नु बाँकी छ। र यसलाई रिपेयरिङ गरेर थुप्रै छ, अझै लगभग 1 महिना जति नै लाग्छ होला। लगभग हामीलाई यो रिपेयरिङ गरेर 2 महिना 3 महिना पछाडि चाहिँ हामीलाई यहाँनिर सायद ल्याउँछ होला। घर चाहिँ एकदमै यो पुरानो घर रहेछ। पुरै भत्किसकेको छ, मुनि पनि सबै प्लास्टर उकिसकेको छ। अनि यो प्लास्टर भन्दा पनि यहाँनिर प्रायः वालपेपर लाउँदो रहेछ। अनि मुनि चाहिँ काठहरू लाउँदै रहेछ। त्यो कामहरू बाँकी नै छ अझै गर्न। अब लगभग 2 महिनामा चाहिँ हामीलाई 2 महिना 3 महिनामा चाहिँ फिनिस गरेर साथ यहाँ ल्याउँछ होला। आज चाहिँ हामी खाना खाएर अब आधी घन्टा रेस्टको लागि सबैजना बसिरहेछ। यहाँ माथितिर चाहिँ लोकल कुखुराहरू पाउँदो रहेछ। यो माथि हजुरले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् है, हाम्रो कम्पनीले हामीलाई यो बनाइसकेपछि सार्ने अरे यो बिल्डिङ चाहिँ यस्तो जङ्गलको बिचमा छ, जङ्गलको बिचमा। सटरडेको दिन चाहिँ हामीलाई रिपेयरिङको लागि झ्यालटोका फिटिङको लागि यहाँ हामी ड्युटी आएको थियो। यहाँ झ्यालहरू चाहिँ फिटिङ गरिरहेको छ। यहाँको साथीहरू यहाँ खाना खाएर रेस्ट गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो सर्बियाको पार्टनर सबै नेपालीहरू। यहाँ माथि चाहिँ कुखुरा पालेको रहेछ। कुखुरा किन्ने हुन्छ र भेनाएर पार्टनर चाहिँ यता जानुहुन्छ। यहाँ देख्छ लोकल कुखुरा यहाँ पालिरहेर त्यस्तो गाउँ यहाँको कुकुरै स्याल पुरा सिधा भएको। यो घर चाहिँ धेरै पुरानो रहेछ दोस्तो। यो घर चाहिँ मान्छे नबसेर एकदमै खत्तम भइसकेको छ। अब यसलाई लगभग 2 महिना पछाडि चाहिँ रिपेयरिङ पुरा भयो भने चाहिँ राम्रो हुन्छ कि भन्ने आशा छ। यो घर चाहिँ यो चाहिँ जङ्गलमा एक घन्टा ठाउँ गएर जङ्गलको बाटो बिचमा लागि हाम्रो सामान ल्याएको यो गाडीमा। यो माथि चाहिँ कुखुरा पाल्नु चाहिँ यस्तो छ। बुल्गेरिया यस्तो युरो कन्ट्री राम्रो सहर होला पुरा भनेर आएको। यस्तो डाँडा काँडा नेपालको भन्दा ठुल्ठुलो